हेलो गाइज होइन आज चाहिँ हामी दुईजना फेरि बाहिर निक्लेको छौँ। मलस पार्कतिर जाँदैछौँ। हल्का किनमेल पनि गर्नुपर्ने छ होइन, यसो मसला ससला खानेकुराहरू दाल साल यताउता होइन। अनि अब आज लास्ट दिन पनि होइन छुट्टीको, भोलिदेखि चाहिँ फेरि छोराको कामै काम हो होइन। अनि त्यही भएर आज चाहिँ होइन सामानहरू के छ छैन होइन सबै थोक हेरेर आज चाहिँ टक्कसँगले सामानहरू लिएर आउने होइन। आफूलाई चाहिने जति सामानहरू हुन्छ नि यताउता होइन, मसला ससला अगडम बगडम होइन सबै ल्याएर फुल राखिदिने हो। अनि हल्का चिल पनि हान्ने हो। अनि यस्तै छ यहाँको बाटोघाटोहरू राम्रो छ होइन, सबै के भन्छ सबैले ट्राफिक रुल्स फलो गर्छ होइन। हामी चाहिँ बस कुर्दा कुर्दै होइन, बस चाहिँ छुट्टी गयो होइन। अनि त्यस पछाडि चाहिँ के गर्ने त, अब हिँड्दै जाने कि नजाने भन्दा मात्रै साथीले चल्दिउँ न त हिँड्दै भनेर भनेपछि होइन हिँड्दै नै चलिदिएको हो। अब अझै टाइम चाहिँ लाग्छ पुग्नलाई। यहाँबाट एराउन्ड त्यही हो 1.5 किलोमिटर अवे होइन। घाम पनि बबालै लागिरहेछ होइन। अनि अब हिँड्न पनि अब खासै मन चाहिँ नभए पनि अब के गर्ने त, हिँड्ने छ। गाडी छुट्टी गयो होइन, अब जानु त छ, सामान पनि ल्याउनु पर्ने छ। त्यही भएर हल्का होइन चिलमा हिँड्दै हिँड्दै चल्दै यो चाहिँ लिमासोलको बस स्टप होइन, ओल्ड हस्पिटल। हामी चाहिँ बस चढेर आएर फेरि ओर्लिने ठाउँ चाहिँ यही हो। अनि अब भरे घर जाँदा पनि होइन बस समात्ने ठाउँ यही हो। सबै बसहरू चाहिँ यहाँ आउँछ होइन। अनि यहाँबाट चाहिँ डिफ्रेन्ट भिलेज सिटिजको लागि चाहिँ यहाँबाट बसहरू चाहिँ जाने गर्छ। ओल्ड हस्पिटल यो हस्पिटल हो। अनि यतातिर फेरि पुलिस स्टेसन छ होइन। अनि उता पल्लो साइडमा फेरि होइन हल्का फेरि के छ भन्दाखेरि ट्राफिक कार्यालय पनि छ है। यहाँनिर बसहरू यसरी आउँछ होइन। अनि यहाँ चाहिँ फेरि होइन मान्छे हाल्ने ट्याक्कसँगले चलिदिइहाल्ने हो, त्यस्तो बस्ने होइन धेरै बेरसम्म। मान्छे भयो हुन्छ नभए हुँदैन टाइपको हो क्या यहाँ चाहिँ। ओल्ड हस्पिटलबाट हामी चाहिँ होइन यो 32 नम्बरको बसमा चढ्यौँ। अनि यो बस चाहिँ फेरि होइन हरेक 15-15 मिनटमा पुग्छ। शनिबार र आइतबार चाहिँ डिफ्रेन्ट सेड्युल हुन्छ। अनि यो चाहिँ जो ट्याक्कै घुमिराख्ने होइन, बस स्ट्यान्ड आउने अनि फेरि यही सिटीमा घुमिराख्ने बस हो। यो चाहिँ हरेक 15 मिनटमा आधी घन्टामा छुट्ने गर्छ यो चाहिँ ओल्ड हस्पिटलबाट। एसी छ होइन, ठिक्क छ, चिसो भइरहेछ होइन, ठन्डा ठन्डा होइन, कुल बाहिर चाहिँ फेरि लास्टै घाम छ होइन। हिँडेर आइयो लास्ट गयो अनि बसमा चल्दिउँ न त चल्दिएको हो। टिकटमा चाहिँ 2 युरो लिन्छ होइन, जहाँ ओर्लिँदा पनि। बस कार्ड छ भने चाहिँ फाइदा हुन्छ, जहाँ गए पनि बस कार्ड युज हुन्छ। त्यसको चाहिँ मन्थली भनेको 45 युरो हो होइन, रिचार्ज गर्नुपर्छ सकेपछि। अनि तर अब प्रत्येक दिन हिँड्ने मान्छेलाई चाहिँ बस कार्ड सस्तो हो, नत्र 2 युरो तिर्नु पऱ्यो भने त फेरि मान्छे भनेको कङ्गाल।
फाइनली एट द मोलस पार्क होइन गाइजहरू आज चाहिँ सन्डे भएर होइन मान्छे पहिलो अरू सन्डे जस्तो चाहिँ छैन होइन मान्छेहरू छन चाहिँ नेपालीहरू तर मान्छे टन्नै नै छ होइन स्टिल पनि होइन घाम छ अनि शीतलमा बसिरहेर कोही खाँदैछ टिकटक बनाउँदैछ होइन यस्तै चलिरहेछ नेपालीहरूको चाहिँ रमाइलो गर्ने ठाउँ होइन सन्डे कोहीको दोकान थापिरहेको हुन्छ मोमो चाउमिन होइन थुक्पा सुक्पा यताउता अनि अरू सामानहरू पनि हुन्छ कपडा सपडाको दोकानहरू होइन थापिरहेको हुन्छ है जो चाहिँ स्पेसल्ली नेप्लिज पिपलहरू गर्ल्सहरू होइन साइड बिजनेस जस्तै हुन्छ नि टिकटक बनाइरहेछ होइन यतातिर जुम गरिदिउँ टिकटक सिकटक बनाइरहेछ दिदी बहिनीहरू रो यो चाहिँ पर देखिएको ठाउँदेखि होइन यो यतापट्टि होइन सबै यो मोलस पार्क क्याफेनेरो होइन सब मोलस पार्क परसम्म छ द वान बिल्डिङ होइन जुन चाहिँ यो चाहिँ फेरि साइप्रसको छ अन्त अग्लो टावरै यही हो होइन द वान बिल्डिङ भनेर भन्छ द वान टावर होइन दिस इज द टलेस्ट बिल्डिङ इन साइप्रस योभन्दा अग्लो बिल्डिङ चाहिँ छैन फेरि साइप्रसमा होइन यही हो अहिलेसम्मको यसको नाम चाहिँ द वान टावर भनेर हो यस्तै छ समुद्र मध्य सागर अथवा मेडिटेरेनियन सी होइन जेट स्की बोटहरू चलिरहेछ दामी छ मौसम होइन घाम लागेछ ऊ चाहिँ फेरि मेरो साथी होइन गाइज स्विमिंग करके देखेंगे यो चाहिँ फेरि टोयलेटको लाइन हो न बब्बाले
मजाले क्या अब सन्डे जी फेरि होइन लास्टै गिरी एप्स आजको दिन पनि होइन यस्तै रह्यो सकियो होइन हल्का सपिङ गरेर अब चाहिँ घरतिर लाग्दै हो अब ओल्ड हस्पिटल जाने अनि त्यहाँबाट फेरि 15 नम्बरको गाडी समात्ने अथवा 60 को अनि घर जाने अब 5:30 मा छ यस्तै रह्यो आजको दिन होइन नेक्स्ट टाइम विथ द न्यू ब्लग फेरि पनि भेटघाट होला होइन सबैको राम्रै भयो होला दिन होप सो गाइज बाइक बबाल छ होइन म चाहिँ फेरि बाइक लभर पनि हो होइन बाइक बबालै छ क्या अब फेरि दामी छ होइन ओके गाइज सी यू नेक्स्ट टाइम सुन टिल देन टेक केयर गुड बाई